नमस्ते। म रमेश राई। म पेसाले पर्यटन व्यवसायी र मेरो घर भोजपुर भैँसीपङ्खा। हाल म धुलीखेल बस्छु र म मुन्दुम ट्रेल प्रवर्धन गर्ने संस्थाको अध्यक्ष पनि। यहाँहरू सामु मैले योभन्दा अगाडि विशेष अपिल लिएर आएको थिएँ कि यो फागुन 21मा हुन गइरहेको चुनावमा श्रम संस्कृति पार्टीलाई अत्याधिक बहुमतले विजयी गराइदिनु होला भनेर अपिल गरेको थिएँ र त्यसको कारण पनि तपाईँहरूलाई बताएको थिएँ। र आज चाहिँ म विशेष तपाईँहरूलाई 3वटा पात्रहरूलाई चाहिँ तपाईँहरूले विजय गराइदिनुहोस् यो चुनावमा भन्ने विशेष आग्रहसहित यो मैले अपिल गर्दैछु। 3टा पात्रहरू, एक हर्क साम्पाङ, दोस्रो बालेन शाह, तेस्रो गगन थापा। यी 3 पात्रहरूलाई किन तपाईँहरूले यो चुनावमा विजय गराइदिनुहोस् भनेर मेरो आफ्नो तर्क अथवा मेरो आफ्नो विचार चाहिँ तपाईँहरूलाई राख्न गइरहेको छु भन्दाखेरि अहिलेको यो चुनावको जड अथवा चुनाव हुनुको मुख्य कारण भनेको नै जेनजी विद्रोहको कारणले गर्दाखेरि विशेष परिस्थिति सिर्जना भएर यो चुनाव हुन गइरहेको छ। र जेनजी विद्रोहको मूल मर्म र भावना नै के हो भन्दाखेरि चाहिँ पुराना शक्ति, पुराना दलहरूले जे जस्तो हिजोको दिनमा शासन सत्ता चलाइरहनु भएको थियो त्योभन्दा नयाँपन खोजिराखेको हो जेनजी पुस्ताले, र आम नेपालीले पनि त नयाँ चिज चाहिँ खोजिराखेको थियो। र त्यसो गर्दै गर्दाखेरि अहिले आम 80% श्रमजीवी जनताको प्रतिनिधित्व गर्दै श्रम संस्कृति पार्टी, विशेष गरेर हर्क साम्पाङले नेतृत्व श्रम संस्कृति पार्टीले त्यो अभियान चलाइरहेको छ र त्यसको मुख्य नेतृत्वकर्ता हर्क साम्पाङ हो। अर्को चाहिँ जुन जेनजी विद्रोह गराउनको निमित्त अथवा जेनजी विद्रोहको निमित्त एउटा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति बालेन शाह हुन् र 20% जेनजीहरूको मर्म भावना र उनीहरूको प्रतिनिधित्व चाहिँ बालेन शाहले गर्छ भन्ने मलाई लाग्दछ। भने गगन थापा जसले चाहिँ पुराना दलहरूलाई जेनजी लगायत आम नेपाली जनताले के भनिरहेको थियो भन्दा कि तिमीहरू सच्याउ कि तिमीहरू सक्यौ। त्यसो हुँदाखेरि जेनजीहरूको फेरि भनाइ पनि के थियो र आम पिपुलको पनि माग के थियो भन्दाखेरि पुराना दलका युवाहरूले कि त तिमीहरूले विद्रोह गर कि त तिमीहरू पनि पुराना बुढाहरूसँग नै तिमीहरू पनि सती जाऊ भन्ने खालको थियो। त्यस्तो परिवेशमा चाहिँ गगन थापाले काङ्ग्रेसभित्र विद्रोह गरेर एक खालको नयाँ चाहिँ एउटा तरङ्ग पैदा गर्नुभएको छ र आम पुराना दलहरूका युवा पङ्क्तिमा एउटा आइकन व्यक्तिको रूपमा गगन थापा स्थापित पनि भइसक्नु भएको छ। र उहाँ जस्तो व्यक्ति, बालेन शाह जस्तो व्यक्ति र हर्क साम्पाङ जस्तो व्यक्ति जसले यो आन्दोलन, यो जेनजी मुभमेन्ट पछाडि हुन गइरहेको चुनावको चाहिँ मर्म र भावनालाई प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरू नै विजय हुनु भएन भने भोलिको